हेलो साथीहरु नमस्कार अनि वेलकम ब्याक टु माई युट्युब च्यानल गोर्खा ल्याउनु ब्लगमा। अनि मैले चाहिँ आज फरक किसिमको भिडियो लिएर उपस्थित भएकी छु। भिडियो के कस्तो लाग्छ सल्लाह सुझाव र प्रतिक्रिया दिन चाहिँ नभुल्नु होला र मन परेमा एउटा लाइक पनि गरिदिनु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब पनि गरिदिनु होला है त। हो त्यहाँ अड्काउँ न एउटालाई यता एउटालाई उता गराउँ न 13 सिला हो त्यसरी हो। कतिवटा हो त नि विभिन्न कुराहरू हुन्छन् म्याडम। यसले चाहिँ अहिले यहाँ यो नि गर्दा गर्दै फेरि बढी बल गरेर भडार नफर्काओस् ल। यहाँ आउनु त्यहाँ एकजना साँपो पठाउँदै म्याडम यहाँ आउनु। तपाईँ उतै अगाडि नागेर समात दिनु त गोलब लगाएर म्याडम गोलब लगाउनु तपाईँ पनि जानु के म्याडम कसैको कुरा नसुनेर तपाईँ अब यता आउनु। दुईटै हातमा लाउनु न। मान्छेबाट पसिना सर्ने रोगहरू हुन्छ। म्याडम छाल्नु तपाईँ पानी हाल्नु। खुट्टा जोगाउनु होइन कि मान्छेको खुट्टा जोगाउनु भन्नु खोजेको कि पानी गइसक्यो केही छैन हात धुनै परिन्छ। कति लामो छ भने पासेर भइसक्यो जान्छ हात त्यतिर बाख्राको त यति जान्छ र त्यस्तो दुखे जस्तो गऱ्यो नि दुखेर बच्चा दुध त्यस्तै गर्छ। म दाइलाई बोलाउनु जानु दिपक दाइलाई बोलाउनु जानु त सुन्नु ब्याउनुभन्दा अगाडि जहिले पनि भात खुवाउनु हुँदैन, फाफ्रो घाँस खुवाउनु हुँदैन होइन। यसलाई चाहिँ मनतातो पानीमा हल्का भेली दिने। यसले फोहोर फालेको फालै गर्छ, भित्र म्युकस छ। म्युकस हुनु भनेको के भयो भने यसलाई मेटाबोलाइट खुवाइएन। मेटाबोलाइट खुवाइएन फोहोर फाल्यो त यो म्युकस सबै छ धन्न निकालेर त्यो म्युकस चाहिँ इरिटेसन भयो यसलाई भित्र। यो म्युकस यो सबै सुन्नु न थोरै कति भयो भने कति हुन्छ पाठेघरभित्र यत्रो म्युकस थियो इरिटेसन भएर पोलेर फालिदियो अहिले। बल कति गरेको थियो 7 देखि 14 दिन अघि पछि हुन्छ। मेरो हात त यस्तो तातो बनाइदिएको भित्र राखेँ सेट होला सायद 12-15 दिन त एउटा सिरिन्ज 20 ml जति पोलिथिन आयोडिन ल्याउनु त सिरिन्जमै तानेर है निडिल नहालिकन। अहिले गाईलाई पनि खाइरहेको खाउनु पर्दो रहेछ के रे। अब यो पछाडिको भाग उकालो बनाउने यसलाई माटोमा लिएर गएर गाड्ने यतापट्टि है ऊ यहाँनिर ऊ यो यतापट्टि ओह्रालो बनाउनु पूर्व फर्काएर 2 किलो गाड्नु तल ओह्रालो माथि उकालो बनाउनु। अब बाइ द वे यसलाई यो अब लगभग सेट हुनु खोज्यो मेरो हात तान्यो गोलब छोडिदियो कि होइन। प्रकृति नै त्यस्तो हुन्छ हेर्नुहोस्। तल्दै राख्ने नुन हल्का मनतातो चापट पानीमा बारीमा भन्दा पनि माटोमा राख्ने कि माटोको बारीमा यहीँ राख्ने। त्यो त्यहाँ नजिक राख्नुहोस् त्यो गाई मिल्छ कि घाँस बारीमा यो भैँसीलाई उतापट्टि राख्नुहोस्। बिरामी छ हेरिरहनु पाउनुहुन्छ तपाईँ उड्दा बित्तिकै देखिन्छ राम्रो छ। सर्ट यसो गर्नु न त्यो थुत्नु न तपाईले बुझ्नु भएन के पहिला त्यो थुतेर माथिबाट हाल्नु न बन्द गरेर यस्तो गरेर हुन्न यो यस्तै बोरामा दुईटा बोरा भुसा हालेर पछाडी
स्वागत छ रुद्र सर तपाईलाई मेरो भिडियोमा। नमस्ते, म रुद्र प्रसाद अर्याल, प्राविधिक अधिकृत। विगत 25 वर्षदेखि पशु स्वास्थ्य पेसामा आबद्ध छु। हाल अहिले अरुण ज्योति सामाजिक उद्यमी सहकारी संस्था लिमिटेडकी सचिव। यो पोरल्याप्स जसलाई भँडारो फर्किने भनिन्छ, यो सरदरतया भैँसी ब्याउनुभन्दा केही ढिलो भैँसी ब्याएको कारण र विभिन्न खानपानका कारणले गर्दा यो हुने गर्दछ। र यो आजको यो उपचारमा चाहिँ सामान्य रूपको थियो र यसलाई चाहिँ भित्र ढकाल्ने काम गरेर यसलाई दिनुपर्ने औषधिहरू एन्टिसेप्टिकहरू दिएको छ। विशेष गरेर यो ब्याउनुभन्दा 1 हप्ता 14 दिन अगाडि र ब्याइसकेको 1 हप्ता 14 दिन पछिसम्म विशेष गरेर अहिलेको यो जाडो समयमा ब्याउने पशुहरूको विशेष हेरचाह गर्नुपर्ने हुन्छ। यहाँको यो उपचार सक्सेस भएकोमा यहाँलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु। हस्, धन्यवाद। यसपछि केही असर त पार्दैन? केही असर पर्दैन। यो त अब खानेकुरा र न्युट्रिसनका कारणले गर्दा हो। एक बेतमा भएर अर्को बेतमा हुन्छ, फेरि बाली जान्न भन्ने हाम्रो त्यो पुरानो कन्सेप्ट, पुरानो सोचाइले गर्दा हो। यो प्राविधिक पाटोमा कुनै त्यस्तो समस्या पर्दैन। यो खास के यो केसलाई चाहिँ के भनिन्छ फेरि? यसलाई इङ्ग्लिसमा पोरल्याप्स भनिन्छ, नेपालीमा भँडारो फर्किने भनेर भनिन्छ। यो विशेष गरेर खानपानका कारणले गर्दा हुन्छ। कोही चाहिँ वंशाणुगत काँडाले नि हुन्छ, तर यो वंशाणुगत काँडाले भए जस्तो देखिन्न। खानपानका कारणले हिजो अलिकति भात पकाएर खुवाइदिनु भएछ, बिचमा चाहिँ यसलाई चिसो भयो, सेयर गर्न पाइएन। मेन कुरा त्यही हुन्छ। एकचोटि सबैजनालाई के भन्न चाहनुहुन्छ त यस्तो केस नहोस् भन्नको लागि? यसमा विशेष गरेर जसरी महिला गर्भवती भइसकेपछि सुत्केरी हुनुभन्दा पूर्वको अवस्था जस्तो हुन्छ, पशुलाई नै हामी दुध उत्पादनको पाटोमा दुध वृद्धि गर्नको निम्ति भएको कारणले गर्दा विशेष गरेर पशुको चाहिँ स्याहार सुसार र खानपानमा विशेष जोड दिनुपर्छ भन्ने मेरो अनुरोध छ। हस् त, धन्यवाद। न्युट्रिसन सम्बन्धीका खानाहरू खुवाउनलाई अभिप्राय गर्दछु।